वैशम्पायन भन्दथे शुभ कथा सुन्थे ती जन्मे जय। यसले हर्दछ पाप ताप मनको दुर्भावनाको क्षय। भन्थे उत्तम सूतले पनि कथा त्यो नैमिषारण्यमा। सुन्थे सौनका आदि श्रेष्ठ ऋषिले आनन्दका साथमा। सोधेथे पछि आदि कारण उनै हुन् ईश्वरी नै भनी। शङ्का एक भयो मलाई मनमा सुन्नुहोस् हे मुनि। आज्ञा भो अघि कृष्णलाई जसरी हुन् अंश श्री विष्णुको। तिनले गर्न गए वृथा तप ठुलो के हेतुले शम्भुको। यो सृष्टि स्थिति नाश पालन पनि गर्ने उनै विष्णु हुन्। त्यस्ताले किन लाग्नु उग्र तपमा शङ्का छ यो उग्र झन्। ती साधारण व्यक्ति झैं किन भए यसमा छ कुन कारण। शङ्का गर्नुहोस् निवारण भयो उद्विग्न मेरो मन। यस्तो प्रश्न सुनि मुसु मुसु गरी हाँसेर बोले मुनि। हो यो सत्य कुरा तिनै भुवनका मालिक हुन् तापनि। गर्छन् ती अवतार धारण तिनै सामान्य बन्छन् नर। थाल्छन् गर्न क्रिया ती मानिससरी निकै बनी अस्थिर। सेवा विज्ञ समाजको र गुरुको विप्रादिको गर्दछन्। देउता साधु समाज सन्त सबको पाउ सदा पर्दछन्। उनलाई पनि हर्ष शोक अथवा दुःखादिले घेर्दछन्। गर्ने हुँ म मनुष्य कार्य सब यो प्रत्यक्ष दर्शाउँछन्। उनलाई पनि पिर्छ मोह मदले मात्सर्यले कामले। बाँधिन्छन् कहिले उनै पशुसरी ती रूपको पासले। उनकै सामु परेर श्राप ऋषिको मर्दा भए यादव। रोक्ने शक्ति भएन भिल्लहरूले भार्या लगेथे सब। जानेनन् अनिरुद्धको विषयमा ज्ञाता थिए तापनि। लाँदा सम्बरले नजान्नु किन लौ छोरा यही छन् भनी। यस्ता कृत्यहरू मनुष्य सरिबै गर्थे सबै माधव। त्यस्ताले शिवको गरे तप भनी आश्चर्य के भो अब। जानी लेउ सुसुप्तिका अधिपति हुन् एक ठुला शिव। मान्छन् कारण विष्णुका पनि तिनै जो छन् सबै मानव। हुन् कृष्णादि पनि ती अंश शिवको शास्त्रादि भन्छन् सब। सोही कारण विष्णुले तप गरी राजी गराए शिव। ब्रह्मा रुद्र र विष्णु ओम स्वरूप हुन् ती अर्धमात्रा पनि। सच्चित ब्रह्म स्वरूप जान्नु जनले हुन् ईश कात्यायनी। ब्रह्मा देखि ठुला ते विष्णु प्रभु हुन् ती देखि जान्नु शिव। यी भन्दा अरु छैन कोही पनि ठुलो शास्त्रादि मान्छन् सब। देवी हुन् अझ श्रेष्ठ दिव्य शिरकी हुन् अर्धमात्रा पनि। बन्छन् श्रेष्ठ महेश ती जननीकै सान्निध्यले नै भनी। जस्तो काम खटाउँछिन् गर भनी त्यही गर्दछन् माधव। थाम्छन् धर्म मनुष्यको थरी थरी आई परेको सब। गर्छिन् जो क्षणमै सबै भुवनको सृष्टि स्थिति पालन। मैले शक्ति न गर्न केही बढी अरु यसको सबै वर्णन। दर्शन ती अवतार जो थरी थरी
आज्ञा भएकै घरे शक्तिकै उनी चल्दछन् खटनमा श्री शम्भु ब्रह्मा हरे गर्छन् कर्म जति शुभाशुभ सबै राखी अहम भावना भोग्छन् बन्धनमा परि घरि घरि जन्मेर ती यातना ब्रह्मा विष्णु महेशलाई सहजै टाक्दा अहङ्कारले माया बन्धनको परेर बिचमा भोग्छन् अहम भावले जहिले सक्दछ तोड्न बन्धन कडा छुट्टो अहङ्कारको तैले मुक्त हुनेछ नत्र त भयो त्यो दास मायादिको आफ्ना स्त्री धन पुत्र गेह सबले पार्दैन केही बन्धन रोक्ने मुख्य अहम छ प्राणी सबको जान्नु कडा बन्धन कर्ता हुँ अब गर्दछु यति गरे गर्छु कति हो कति यसमा यो छ ठुलो अहम हृदयमा त्यही मूर्ख हो दुर्मते कोही कार्य हुँदैन कारण बिना यी लोक पार्ने खडा माटो कारण रूप शुद्ध नभई बन्ला कि कोही घडा जसमा छैन अहम झुटो हृदयमा हुन्मुक्त ती सजना तिनलाई मदमोह मत्सर तथा सक्ला अहमले छुन ब्रह्मा विष्णु र रुद्र सृष्टि लयको गर्छन् सदा पालन छैनन् कोही स्वतन्त्र ती घटनामा चल्छन् बुझी बन्धन जो छन् तीन प्रकारका जनहरू ती सात्विकी राजसे गाडिन्छन् गरी क्रोध मोह बस भई हुन् निम्न ती तामसे यही हो कार्य गति त्रिदेवहरूको केही छैन अर्को गते बिग्रन्छन् ती अहम बढी त्रिगुणमा लोभिन्छ वर्ता मते डुब्छन् मोह भएर हीन मतिका केही नजाने पनि भन्छन् ती अवतार धारण गरे श्री विष्णुले नै भनी त्यो गर्भवादी अनेक दुःखहरूमा को खोज्दछन् गाडिन गर्थे के अवतार धारण स्वयं त्यागी सुखी जीवन छैनन् देव स्वतन्त्र ती घटनामा चल्छन् पराधीन छन् जस्तो शक्ति नचाहु छिन्नट सरी एक कति नाच्दछन् माया नै छ प्रधान कारण खडा त्यसकै हुँदा बन्धन भन्छु लौ महिमा उनै जननीको शङ्का नमानी सुन पत्नी कश्यपकी दनु गुणवती साह्रै सुशीला सती तिनका रम्भ करम्ब दानव थिए छोरा प्रतापी अति त्यो चिसो जलभित्र पञ्च नदले उसले तपस्या गर्यो त्यसले इन्द्र डरेर स्वर्गपुरी नै जाला कि भन्ने भयो आए ग्राह बनेर सो स्थलमा खुट्टा समाइकन मारे दानवलाई उग्र छलले साह्रै बनी दुर्जन भाइ मारिदिइस् भनी रिस गरी आयो उही त्यो पनि आट्यो मस्तक काटी होम्न सहसा त्यो अग्निमा लौ भनी पक्रे हात पुगेर अग्नि खुसीले बोले त पर्खी अब जे इच्छा बरको छ सोही खुसीले दिन्छु हे दानव पायो दर्शन अग्निको र खुसी भई हाँसेर माग्यो वर पाऊ एक अजेय पुत्र दिनुहोस् इच्छा छ हे ईश्वर जसले जित्न सकोस् सुरासुर सबै कीर्ति ठुलो फैलिने
इच्छित रूप धरी अजेय बनोस् त्रैलोक्य थर्काउने। इच्छा दानवको बुझी वर दिए तत्काल श्री अग्निले। त्यस्तै पुत्र हुनेछ जोसित फसी भोग्लास् त आनन्दले। पाई त्यो वर खुब हर्षित भई जाँदै थियो दानव। भैँसी एक मिली र रम्भौ समय राजी भए थियो तब। केही कालसँगै बसेर जब त्यो भैँसी भई गर्भिणी। त्यसलाई सँगमा लिइकन हिँड्यो पाताल जान्छु भनी। रागो एक थियो असाध्य बलियो देखेर भैँसीकन। झम्ठ्यो काम बढेर रम्भ दगुर्यो त्यसलाई छेकिदिन। त्यो रागो बलियो थियो र सहजै उसले पछारी दियो। हानी पेट विषे थिचेर भूमिमा उसलाई मारिदियो। स्वामी रम्भ जहाँ मर्यो पुगी उही भैँसी डराइकन। खेल्थे यक्षहरू उनैसित भनी साह्रै दुखाई मन। त्यो रागो पनि दौडियो पछि पछि त्यो भैँसी खेद्दै जब। मारे यक्षहरू मिलेर त्यही नै मर्दो भयो दानव। राखे पोल्न चिता बनाई सबले त्यो रम्भलाई अनि। हामफाली त्यही अग्निमा महिषीले जान्छु सती लौ भनी। निस्के थियो महिषासुर प्रबल भई त्यो अग्नि दन्क्यो जब। अर्को रूप लिएर रम्भ सहसा निस्क्यो ठुलो दानव। सोही रम्भ त रक्त बीज कहियो भई घोर सेनापति। अग्निकै बरले लियो महिषले पातालको सम्पत्ति। राजा आफू बन्यो प्रधान जीवमा व्रता हुनाले बल। जित्ने कोही भएन वीर रणमा पार्थ्यो सदा खलबल। सन्तुष्टि नभई गर्यो तपपछि हेमाद्रीमा गइकन। थाल्यो त्यो तपले दिशा र विदिशा चौतर्फ थर्काउन। त्यसको 1 सहस्र वर्ष तपमै सारा बितेथ्यो जब। ब्रह्मा खुसी भएर दानव कहाँ पुग्नु भएथ्यो तब। आज्ञा गर्नुभयो प्रसन्न म भए तिम्रो तपस्या पुग्यो। जे इच्छा मनमा लिई तप गर्यौ पुरा सबै गर्छु त्यो। बोल्यो दानव त्यो अजम्मरी हुने पाउँदिनु होस् वर। देउता दैत्य मनुष्यबाट नमरु के मान्नु स्त्रीको डर। त्यसको बिन्ती सुनि तथास्तु विधिले आज्ञा भएथ्यो जब। ब्रह्मा फिर्नु भयो र उग्र रूपमा उर्ल्यो छुचो दानव। योद्धा वीर जति जितेर रणमा आफू बन्यो भूपति। देउता दानव यक्ष राक्षस सबै डर्दा भएथे अति। न्युरायो नृपचन्द्र सूर्य कुलका जो थिए भूपते। टक्र्याए खललाए राज्य ढुकुटी जो थियो सम्पत्ति। गर्दै शासन एक छत्र भवको त्यो चक्रवर्ती भयो। देउताको अनि यज्ञ भाग बलले खोसेर उसले लियो। सारालाई जित्यो रहेन सुगुणी ज्ञानी सुखी सजना। लिन्छु स्वर्ग भनी उसै बखतमा थाल्दो भयो गर्जना। राख्यो चिच्छुर नाम दानव ठुलो रोजेर सेनापति।
कोषाध्यक्ष बनेर ताम्र वीरले जोड्दै गयो सम्पत्ति। पापे दुष्ट बिडाल बास्कल दुवै योद्धा थिए दानव। ढाके सैन्य सबै मिलाई क्रमले पाताल भूमि सब। खोज्छु स्वर्ग र इन्द्र बन्दछु भनी प्रस्ताव राख्यो जब। सारा दानवले समर्थन गरे उर्लिरहे ते सब। डाकी दूत भन्यो बुझाइ क्रमले भन्छु जति त्यो गए। भन्नु इन्द्र कहाँ पुगेर नजिकै पहुँची चनाखो भए। जाऊ स्वर्ग त्याजी किवा महिषको एक एक सेवा गर। शक्ति केही भए तुरुन्त रणमा आऊ भई तत्पर। लड्ने छैन भने विचार मनमा आफ्नो सुरक्षा गर। जाऊ लुक्न कतै कि आऊ रणमा भन्ने सुनाए चर। आज्ञा माइसको लिई सुरपतिलाई सुनायो जब। लागे भन्न रिसाई इन्द्र सहसा गर्जेर हे दानव। तैले भन्नु गएर दूत बुझिले मैले भनेको पनि। जान्दैछु म पनि पशु महिष त्यो हो घाँस खौवा भनी। देखाई बलको घमण्ड यसरी बोल्छस् त अहिले किन। बाँच्ने छु म तिखा दुवै सिंह अनि मर्ने छ त्यो दुर्जन। तैले दूत गएर भन्नु सबयो मैले भने जे जति। इच्छा गर्छ भने छिटै समरमा आओ स्वयं दुर्मते। त्यस्ता बात सुनेर दूत डरले तत्काल फर्की गयो। राजा माइसलाई त्यो सब कुरा सारा सुनाइदियो। भूमि खोस्री रिसाई तीक्ष्ण खुराले घुम्दै र मुद्दै पनि। लाग्यो माइस बोल्न उच्च स्वरले देख्लास् त पाजी भनी। डाकी झट्ट प्रधान दानव भन्यो सेना तयारी गर। पहुँची स्वर्ग सुरेन्द्रको समरमा गर्जेर सातो हर। पापी दुष्ट प्रधान जार कपटी विश्वासघाती पनि। ज्ञानी विप्र थिए तपी त्रिशिरजो तिनलाई मार्यो अनि। छल्दा गौतम पत्नीलाई जिउमा योनि हजारौं भए। हत्या लागि लुके अघि कमलमा डरले बसेका थिए। मारे थे अघि वृत्रलाई छलले मेरा सखा हौ भनी। त्यसको दर्प म तोड्दछु समरमा पाग्ला भगुवा बनी। त्यसको मित्र भनु कि मालिक भनु त्यो विष्णु अर्को छ जो। गर्ने जाल छली ठुलो छ कपटी खानी छ चातुर्यको। त्यसले सक्छ र फेर्छ रूप सहजै धेरै त्यसै कारण। त्यसलाई पनि मार्छु छाड्दछु कहाँ थाल्यो भने उर्लन। जसले प्राण लियो बनेल रूपले योद्धा हिरण्याक्षको। खम्बा फोरी नृसिंह भई कसिपुको आन्द्रा दुयो पेटको। दानी हुन्ती पनि परेर छलमै पातालमा छन् बलि। जान्ने नाटक राम्ररी सुरहरू नाट्ने बनी हुन्छली। अग्नि सूर्य र विष्णु ती वरुण वा ती चन्द्र आउन् शिव। मैले छाड्दिन इन्द्रलाई रणमा त्यो मर्छ पक्का अब। खोज्छु स्वर्ग निकाल्छु देवगणको त्यो दर्प सङ्ग्राममा।
आउन् मद्दतमा कुबेर यमनै वा सूर्य ती चन्द्रमा। मेरो जित अवश्य हुन्छ रणमा, बस्नेछु त्यो स्वर्गमा। खान्छु भाग लिएर सोमरसको ती देवको साथमा। पिउँछु दुध कामधेनु गौको, खान्छु मिठो अमृत। डुल्छु नन्दन बागमा खुसी भई ती देव कन्यासित। मैले मान्दिन देवता मनुजको, मार्लान् कि भन्ने डर। स्त्रीको के भय मान्दछु, बरु छिटै सेना तयारी गर। ब्रह्माको वरले अजेय म बने, योद्धा ठुलो दानव। जान्छु लौ रणमा अगाडि म स्वयं, आओ पछाडि सब। यात्राको जति हो विधान सब त्यो पुरा गरून् शुक्रले। ओ शस्त्र लिएर वीरहरू हो तयार उत्साहले। आज्ञा ती सब वीरलाई दिन्छन्, वृद्धि गरी साहस। आफू भित्र पस्यो विशाल घरमा, हर्षित हुँदै माहिस। फर्क्यो दूत यता उता सुरपति, चिन्ता परी बेसरी। थाले गर्न विचार यो असुरले, साह्रै पिर्यो यो घरी। डाके एक सभा तुरुन्त सुरको, चिन्तित भई इन्द्रले। पक्का हुन्छ लडाईँ त्यो महिषको, इच्छा भन्यो दूतले। ब्रह्माको वरले गरी घरी घरी, उम्लन्छ त्यो दानव। सारा देव जिती म स्वर्ग सहजै, त्यो भन्छ लिन्छु अब। मर्नु बाँच्नु र जित हार अथवा, त्यो लाभ हानि पनि। देवाधीन रहन्छ व्यर्थ जनले, केही हुन्न दुखी बनी। गर्नै पर्छ उपाय केही जतनले, मौका विचारिकन। गर्नै पर्दछ युद्ध भैँसी खलको, सेखी उतारिदिन। मौनी भइरहँदा हुँदैन सुर हो, केही कार्य सिद्धि पनि। देखाओ पुरुषार्थको बखत हो, उद्योग गर्ने भनी। यस्ता बात सुनि बृहस्पति गुरु, भन्छन् बुझाइकन। गर्नु पर्छ विचार काम हुनको, केही अगाडि सुन। जो हो मिन्छ बिना विचार रणमा, जान्ने र ठुलो बनी। त्यसलाई सुख शान्ति हुन्न कहिल्यै, हो मूर्खता यो भनी। त्यसका सैन्य समस्त स्वर्गपुरीमा, पुग्नै नपाइकन। जाउँ हामी त्रिदेवका शरणमा, बिन्ती बिसाई लिन। ल्याउँ डाकी सहायतार्थ रणमा, उनलाई डाकी अनि। देखाउँ पुरुषार्थ शत्रु बलियो, निकै भए तापनि। सेना शक्ति छ कोश के कति उता, त्यो जान्नको खातिर। बाठो व्यक्ति छिटै र गुप्त रीतले, आफ्नो पठाओ चर। यस्तो तर्क सुनेर विज्ञ गुरुको, ती इन्द्र खुसी भए। ब्रह्मा विष्णु र शम्भुका शरणमा, सानन्द पहुँची गए। सारा बात सुनेर देवगणको, सन्ताप जानिकन। सारा देव सशस्त्र तत्पर भए, आफ्ना चढी वाहन। ब्रह्मा हाँस चढे चढे गरुडमा, श्री विष्णु नारायण। ऐरावत गजमा सुरेन्द्र शिवजी, साढे चढे त्यही क्षण। अग्नि वायु कुबेर औ वरुणजी, दिक्पाल जो जो थिए।
आफ्ना चढी दिव्य वाहन डटी प्रस्थान गर्दा भए। दौडे स्कन्द मयूर माया महिडे तत्काल रागो चढी। निस्केथे सब देवता समरको लागि अगाडि बढी। भूमिकम्प भयो दिशाहरू पनि लागे सबै थर्कन। सारा देव मिलेर उच्च स्वरले गर्दा भए गर्जन। आए त्यो विकराल त्यो महिषको गर्जेर सेना उता। लागे ओर्लन वीर सैन्य सुरका ती सिन्धु जस्तै यता। जमका भेट भयो दुवै तर्फका सेना डटे ती जब। छाडे शस्त्र अनेक अस्त्र सबले धेरै थरीका तब। भाला तोमर शक्ति पास र गदा गर्जिन राम्रो गरी। छोडे शस्त्रहरू परस्पर निकै पारिदिए थरहरी। आफ्ना हुन् कि विपक्षका यति कुरा ख्यालै नराखिकन। हाना हाना गरी ढले समरमा मुर्दा बने त्यही क्षण। लौकाट मार अरिला यी छिटै पछार। त्यो दैत्यको शिर आकाशतिरै उफार। त्यही शब्दको ध्वनि चतुर्दिक घन्किन्थ्यो। भूमि भरि शिर तथा गिड देखिन्थ्यो। छाड्थे परस्पर तिखा सरछानी तीक्ष्ण। हान्थे गदा परशुपट्टि सशक्ति बाण। मद्दत मिलेर हरिको सब देवताले। भेटे जते सकल दानव मार्न थाले। गर्थे परस्पर कति डटे मल्ल युद्ध। खान्थे कति लोछे लोछे त्यही मासु गिद्ध। यो युद्धको कहीँ अरू उपमा सुनेन्न। गर्दै गए पनि त वर्णन सिद्धिन्न। सेनापति प्रथम चिचुर दैत्य गर्ज्यो। त्यो हात्तीमै बसी अनेक प्रहार गर्थ्यो। हानेर बाण दशले सुर राजलाई। गर्ज्यो निकै समरमा खलहर्ष पाए। टुक्रा गराई सर त्यो खलका बिचैमा। हानी दिए त्रिशूल एकली एकरैमा। लाग्यो जसै हृदयमा खलको गएर। मुर्छा पर्यो समर भूमि विषे लडेर। देख्यो चिचुरको बिडाल खलले साह्रै नराम्रो स्थिति। हाने थियो अनि 5 तीक्ष्ण सरले भन्दै पखे दुर्मति। काटे थे सर इन्द्रले ती बिचमै लाग्नै नपाइकन। पारे मूर्छित शक्तिले हृदयमै हानेर गर्जिकन। ठुलो वज्र गरे प्रहार गजको ताकेर गण्डस्थल। भाग्यो चोट परेर सैनिक थिची पारिदियो खलबल। देख्यो सारथीले रथेकन जसै मूर्छित र मान्दै डर। फर्काई रथ त्यो लग्यो समरको बाहिर केही पर। त्यागी वाहन त्यो तुरुन्त रथमा फर्केर आयो जब। रोके विगजयन्तले अनि रुक्यो त्यही स्थानमा दानव। हान्यो बाणले 50 जिउमा
गाउ गरायो अनि त्यसका बाण गरी अनेक टुकुरा गर्जे ती लौ आ भनी हाने झट्ट जयन्तले अघि सरी त्यसलाई 9 बाणले लाग्दा ती सर तीक्ष्ण देह रथमै त्यागिदियो दैत्यले देखि त्यो स्थिति योद्धको र सुरको जयकार चर्को सुने आयो ताम्र सैन्य श्रेष्ठ गजमा मार्छु तँलाई भने त्यसलाई पनि इन्द्रले समरमा मूर्छित तुल्याए जब जय जयकार गरे सबै सुरहरू हर्षित भएथे तब लागे दैत्यहरू मिली सरनिकै गर्जेर वर्षाउन भागे देवहरू ती लड्न नसकी बाँच्ला भनी जीवन देखि दुर्गति देवको वरुणजी गर्जे अगाडि सरी वर्षाए सर त्यो महेन्द्रगिरीमा पानी परे झैं छरी रागो माथि बसी पुगे यम छिटै गर्छु भने मद्दत लागे मार्न दुवै मिली खल मरे निकै नराम्रोसित मार्छु काट्छु भनी सुरासुर लडे गर्जेर त्यो युद्धमा भाला खड्ग खुँडा ठुलो मुसलले हान्ते डटे माथामा धेरै दानवती मरे सरहरू लागेर सर्वाङ्गमा पारे सुतर देव सैन्य दलको ते दैत्यले युद्धमा हाने थे शिरमा रिसाई यमले पक्रे ठुलो दण्डले मूर्छा पर्न गएर ताम्र रथमै गिर्दो भयो बेगले हाहाकार गरेर दानव निकै भागे डराई कति मारे थे सुरले अनेक सरले खेद्दै कति हो कति देखि दुर्गति ताम्रको समरको साह्रै नराम्रो स्थिति आयो श्रेष्ठ गदाली महिष नै पार्छु भने दुर्गति देउता हो सब पर्ख पर्ख यसरी भाग्छौ डराए किन लिन्छु जीवन शीघ्र गर्ज रणमा सक्छौ जति गर्जन थर्काई पृथ्वी ठुलो स्वर गरी हान्यो गदा वेगले टुक्रा पारी गदा छिटै सुरपति गर्जे निकै हर्षले हाना हानती इन्द्रको महिषको चल्दो भयो बेसरी छाड्ते शस्त्र ती मेघले जलधिमा पानी छरे झैं गरी गर्थे शस्त्र प्रहार घोर रणमा साना ठुला वीरले हेर्थे छक्क परेर दिव्य नभमा ती देवता सिद्धले थर्काए जब इन्द्रले समरमा निकै नराम्रो गरी फैलायो अनि दैत्यले थरी थरी माया फिजी आसुरी उस्तै रूप हुने र शस्त्र करमा एक एक उस्तै लिने लामो सैन्य खडा भए महिषको संग्राम तर्काउने लागे मार्न सबै मिली सुरहरू भागे डराई जब हेर्थे छक्क परेर खिन्न मनले देवेन्द्र आफै तब तर्से ती यम सूर्य अग्नि सहसा ती देवता चन्द्रमा भन्थे जित हुँदैन देवगणको यो उग्र संग्राममा देखेथे जब इन्द्र विष्णु शिवले संग्रामको दुस्थिति काटे चक्र चलाई शीघ्र हरिले माया थियो जे जति सामने पाई त्रिदेवलाई खलले संग्राममा उद्धत अर्को रूप धरेर शस्त्रहरूले जम्ट्यो नराम्रोसित
त्यो उग्रास्य र उग्रवीर्य बलवान धूम्राक्ष औ बाष्कल सेनाको पति चक्षुराख्य रणमा उर्लेर आए खल छाड्ते ती सरकान सम्मधनुको तादो खिची बेसरी थाले दानव दुष्ट गर्जन निकै उत्साह वृद्धि गरे ब्रह्मा विष्णु र शम्भुको समरमा पाए ठुलो मद्दत थाले दानवलाई मार्न सुरले पक्रेर पालैसित हान्यो अन्धकले गदाली ठुलो श्री विष्णुलाई जब त्यसको चोट सही ठुलो परिगले ताकेर हाने तब छाडी ती हरिलाई अन्धक पुग्यो सामने जसै रुद्रको हाने शङ्करले त्रिशूल शिरमा ताकेर त्यो दुष्टको लागे अन्धक शम्भु लड्न रिसले देखाउँदै वीरता हेर्ते छक्क परी उडेर नभमा एक एक ती देवता आयो झम्टन बेगले महिष त्यो ती विष्णुलाई अनि हाने एक गदा कुद्यो रण त्यजी मार्छन् मलाई भने आयो फर्की छिटै गदा गरुडजी लाई बजारी दियो उफ्रे चोट निकै परी गरुडजी त्यो दुष्ट झन गर्जियो एउटा धाप दिएर शान्त हुन गो गोविन्दको वाहन छाडेथे सर एक शीघ्र हरिले लिन्छु भनी जीवन लागे त्यो सर चोट खप्न नसके मूर्छा पर्यो माहिस भागे दानव सैन्य जीवनले लड्ने त्यजे साहस आयो चेत फिर्यो र शीघ्र रणमा गर्जे निकै बेगले हान्यो त्यो शिरमा लिएर करमा ताके ठुलो शक्तिले मूर्छा पर्न गए तुरुन्त रथमै श्री विष्णु त्यो चोटले भागे देवहरू त्यजी रण छिटै सेकी हर्यो दैत्यले देखि त्यो स्थिति योद्धको अनि स्वयं पाल्नु भयो श्री शिव खेदे एकले त्रिशूल र भने मार्छु तलाई अब तीखो शूल छले छिटै महिषले श्री रुद्रलाई पनि छाड्यो शक्ति कराई उच्च स्वरले मार्छु तलाई भने त्यसको चोट कडा थियो तर खपी हेर्दै कडा नेत्रले हान्नु बो शिरमा त्रिशूल रिसले मर्ने गरी बेगले आए विष्णु फिरेर चेतरणमा उनलाई देख्यो जब हान्दै चोट अनेक दुर्वचन त्यो गर्थ्यो निकै दानव ब्रह्मा विष्णु र रुद्रलाई खलले हानेर तेखा सर फाल्यो सिंह दसी अनेक गिरेका साना ठुला पत्थर बेरी पुच्छरले उखेली बलले फ्याँक्दै गयो पर्वत टुक्रा पर्वतका तुल्याई हरि नै लड्नु भयो त्योसित हान्यो वज्र गदा र पास सरले सेकी सबैको हर्यो हाहा पारिदियो र देवगणको शक्ति हराई गयो फुक्नु भो निज पाञ्चजन्य हरिले त्यो तेजिलो शब्दले हाहा पारिदियो ती दैत्य गणमा पागे सबै त्रासले हेर्ने युद्ध मुनि र सज्जनहरू आकाशमा जो थिए जय जयकार गरी उसै बखतमा अत्यन्त खुसी भए देख्यो माइसले ती सैनिकहरू केही दिन जस्ता जब यिनको शक्ति भएछ क्षीण रणमा उत्साह दिन्छु अब
भैँसी रूप तजेर सिंह भई त्यो तत्काल देखा पर्यो। हाहा पारिदिए समस्त सुरको शक्ति र सातो हर्यो। नङ्ग्राले तनमा दशे गरुडको रक्ताम्य पारिदियो। हाने त्यो लवटा रिसाई हरिमा रक्तै गराइदियो। त्यसको चोट सहेर चक्र रिसले गर्जेर छाडे जब भाग्यो प्राण बचाई केही पर छिटै रागो बन्यो दानव। दोटै सिंह दस्यो तिखा तनमहा मार्छु भनी विष्णुको। भागे चोट ठुलो परे समरमा एक एक पापिष्ठको। यो मर्दैन अझै अबेर छ भनी कैलाश भागे शिव। भागे विष्णु र रुद्र चोट रणमा पाई डराए जब। ब्रह्माको पनि केही चलेन र हिँडे गर्जे निकै दानव। भागे थे जब ती त्रिदेव रणमा टिक्नै सकेनन् तब। एक्लै इन्द्र डटे रहे बल गरी त्यो घोर सङ्ग्राममा। आई झट्ट कुबेर औ वरुणले मद्दत दिए साथमा। रोके सूर्य र अग्नि आई यमले शस्त्रास्त्र वर्षा गरे। लागे मद्दत गर्न चन्द्र रणमा आई निकै बेसरी। देउता दानवको चल्यो अति ठुलो सङ्ग्राम चर्क्यो जब। चिच्याई सबते परस्पर भिडे ती देवता दानव। लाग्यो पर्वत फाल्न तीक्ष्ण सिंहले एक एकका माथमा। हान्यो पुच्छरले खनेर खुरले हाहा पर्यो देवमा। देख्यो दिन मलिनहीन रणमा पहिले गर्यो गर्जन। लागे भाग्न डराउँदै सुर सबै बाँच्ला भनी जीवन। भागेका सब देवता कन त्यहाँ देखि सबै दानव। लागे गर्न कुरा जित्यो रण छिटै हामीहरूले अब। देख्यो आसन इन्द्रको महिषले त्यसमा बस्यो हर्षले। थाल्यो फैलिन तीन लोकभरिमा कीर्ति त्यसै हेतुले। पायो अमृत काम धेनु सहजै उच्चै श्रवा त्यो हय। त्यो ऐरावत अप्सरासित रम्यो पापी बनी निर्भय। जुन लामो 100 वर्षको समरमा त्यो जित उसको भयो। ठुलो हुम भनेर स्वर्गपुरीको उन्मत्त बन्दै गयो। खोस्यो भाग र सम्पत्ति जति थियो सम्पूर्ण देखपालको। गर्थ्यो नन्दन बागमा सयल झन् आनन्द मानेर त्यो। राख्यो दानव जो रहे खटनमा बाँड्दै गयो शासन। निकै वर्ष चल्यो यही क्रम रहे देउता दुखी भइकन। सङ्ग्राममा विजय भो अनि स्वर्ग पायो। उन्मत्त भए महिष दानव झन् रमायो। ठुलो सहेर दुःख त्यो अहिले मिलेको। भोग्यो प्रशस्त सुख वैभव स्वर्गको त्यो। त्यसले सभा असुरको बलियो बनायो। गर्नु कुशासन भनेर हुकुम सुनायो। चल्दै रह्यो यसरी दानवको रजाई। सारे तुरुन्त सुरले गिरीमा बसाए। दुखी थिए सुरहरू त्यसरी लुकेर। सारा सभा बिच बसेर गरे विचार।
उद्धार हुन्छ कसरी अब के गरेर बोले जुरुक उठी इन्द्र अघि सरेर ब्रह्मा र विष्णु शिवका पदमा झुकेर बिन्ती गरौँ शरणमा सब छौँ भनेर गर्छन् प्रयत्न पनि के यी सबै मिलेर सल्लाह यो गरी हिँडे सुर उत्निखेर ब्रह्मा विष्णु र रुद्रका शरणमा पुग्दा भए ती जब बिन्ती पारी लिए प्रभु दुःख परि आयौँ अहिले सब ब्रह्माको वरले अजेय हुन गो साह्रै छुचो माहिस हाम्रो स्वर्ग जिति लियो समरमा त्यसले गरी साहस गर्नु पर्छ छिटै उपाय बधको त्यो स्वर्ग फर्काउने यसको केही उपाय गर्न नसके छौँ कष्टमै भासिने त्यसलाई वरदान जो छ विधिको स्त्रीबाट मर्लास पनि मार्ने त्यसकन स्त्री प्रशस्त बलकी पाइन्न खोजे पनि त्यो मारिन्छ गरी प्रयत्न कसरी त्यसको गरी चिन्तन चाँडो गर्नु पर्यो उपाय सबले निकै छ त्यो दुर्जना देउताको सुनि प्रार्थना प्रभुजीले हाँसेर भन्नु भयो त्यसका साथ पर्यो लडाई अघि नै मर्दैन मर्ने छ त्यो त्यसका साथ पर्यो लडाई अघि नै मर्दैन मर्ने छ त्यो